छ एकचोटि पुरानै कुरा फेरि सम्झिम न किनभने त्यो चाहिँ खूब मजा हुन्छ हैन जति जति उमेर बढ्दै जान्छ त्यति बालककाल या युवा वयमा गरेका काम त्यो गणित कक्षा कोठामा गएर पढाउने दीपक सर मजा त्यो बेलाको काम मजा कि यो वर्दी लाएर यत्रो ठुलो फौजलाई निर्देशन र नेतृत्व गर्ने कुरा मजा अनि मजाकै हिसाबमा भन्दाखेरि त त्यो झन् मजा थियो शिक्षक पेशा त झन् मजा एकदम मर्यादित पेशा पनि थियो त्यहाँ चाहिँ कम्तीमा गुरु भनेर विद्यार्थीहरूले मान्नुहुन्थ्यो त्यसपछि अभिभावकले पनि मेरो अब छोरालाई पढाउने अथवा छोरीलाई पढाउने सर भनेर चिन्नुहुन्थ्यो त्यसमा एउटा छुट्टै मजा थियो त्यो छुट्टै टिचिङ पेसाको छुट्टै मजा थियो तर यो त्यसमा पनि चुनौती त नभएका नै थिए तर त्योभन्दा यो चाहिँ कस्तो भयो भन्दाखेरि यो नेपाल प्रहरी सेवा यो पेसा प्रहरी सेवाको जुन पेसा छ यो चुनौतीमय छ हरेक क्षण हरेक पलमा यो चुनौतीपूर्ण नै छ अब सहज हुँदाखेरिसम्म त सहज छ सहज नहुँदासम्म त फेरि जिरोमा छ भन्दाखेरि हामीले पहिलो कुरो त शान्ति सुव्यवस्था कायम गर्ने हो समाजमा जीवधनको सुरक्षा गर्ने हो त्यसपछि अपराध हुन्छन् भने अपराध नियन्त्रण गर्ने हो त्यसपछि अपराध अनुसन्धान गर्ने हो त्यो पनि वस्तुनिष्ठ अनुसन्धान गर्ने हो त्यसका चाहिँ टाइमहरू छन् त्यसले त्यो सीमाहरू छन् कानुनहरू ऐनहरू बनेका छन् त्यसभित्र गएर गर्ने हो अब यहाँ गर्दाखेरि के हुने भने यसमा चाहिँ हामीले चाहिँ ल इन्फोर्समेन्टमा फर्स्ट रेस्पोन्डरको रूपमा जानुपर्दा निश्चय पनि चुनौती छ मजा पनि छ सर यस्तो लाग्छ बरु त्यही टिचर भएर किनभने तपाईँ त टिचर थाहै हुँदै आज रिटायर भइसकेका हुनुहुन्थ्यो या तपाईँ अहिले बबरमहल माइती घर बानेश्वर खण्डमा आन्दोलन गरिरहेको हुनुहुन्थ्यो शिक्षकहरूको आन्दोलन चलिरहेछ होइन त्यो हुन पाए हुन्थ्यो कसरी प्रहरी सेवामा आए कहिले त्यस्तो लाग्छ मलाई कहिले लागेन मलाई यो मेरो 29.5 वर्षको दौरानमा मलाई नेपाल प्रहरी सेवा मैले जुन रोजेँ यो अरू सबै सेवाभन्दा यो उत्कृष्ट छ भन्ने मलाई लाग्छ एउटा तपाईँको त्यति बेलाको समय सम्झाएको